Prophecy for Nepal. नेपालको लागि Prophecy for Nepal. नेपालको लागि अगमबानी Please make sure the camera is seeing me well so that I can cut it later and put it. I don't want to go TikTok and I post it again there. That's too much work. Prophecy for Nepal. नेपालको लागि अगमबानी Today is what? 16th of August, right? आज अगस्त 16 तारिक 2026. 2026 The first thing भनेको and pray for Nepal. Hallelujah. अनि प्रार्थना गर्नुहोस् नेपालको The लागि third thing I saw in Nepal, I saw floods. अनि तेस्रो कुरा मैले देखेको नेपालमा महामारी हैन बाढीहरू आएको Yeah, God says you want the people of Nepal to prepare themselves because I saw a lot of floods in Nepal, covering even farmlands. अनि परमेश्वरले मलाई भन्नुभयो कि नेपालमा भएको जनहरूलाई चाहिँ एउटा चेतावनी दिनका लागि ताकि उहाँहरू तयार रहन सक्नु भएको होस् किनकि यो खेतहरूमा पनि बाढीहरू आएको मैले देखिरहेको थिएँ And then the Lord showed me again Mount Everest erupting. अनि फेरि पनि परमेश्वरले मलाई देखाउनु भयो यो हिमाल चाहिँ फेरि पनि पड्केको So Nepal should keep preparing because I've been saying it since last year, right? अनि मैले पहिलो सालदेखि नै मैले भनिरहेको छु यो कुराहरू भएको अनि नेपाल चाहिँ तयार रहनु पर्दछ People think it's a joke. It's simply because God is preparing the people because it's going to be very strong. अनि मानिसहरूलाई लाग्दछ कि यो सिर्फ एउटा मजाक हो भनेर तर परमेश्वरले सिर्फ मानिसहरूलाई तयार पार्दै हुनुहुन्छ किनभने यो धेरै कठिन रूपमा आउनेछ So that is why sometimes we repeat some of the prophecies like the Mount Everest that I saw again. अनि त्यही भएर कतिचोटि हामीहरू चाहिँ अगमबानीलाई दोहोऱ्याउँदछौँ किनकि जसरी यो हिमाल पड्केको जसरी अहिले मैले देखेँ फेरि मैले There are दोहोऱ्याएँ some two stones at that at the top of that Mount Everest called Kalapata. अनि त्यो हिमालमा चाहिँ दुईटा ढुङ्गाहरू छ ठुलो ठुलो कलापाता भन्ने That's where the fire will explode. अनि त्यहाँदेखि चाहिँ त्यो पड्किनेछ आगो It will explode with poisonous gases. अनि यो चाहिँ नराम्रो जहर जस्तै धुवाहरू And when that thing finally explodes, some places in Nepal will be blocked for months. अनि जब त्यो पड्किनेछ नेपालको विभिन्न ठाउँहरू चाहिँ थुनिनेछ बन्द हुनेछ धेरै समयको लागि So just pray for countries around the Himalayas. अनि त्यही हिमाल पर्वतको वरिपरि भएको सहरहरूको लागि चाहिँ प्रार्थना गर्नु पर्दछ Praise the Lord. परमेश्वरलाई महिमा भएको होस् Praise the Lord. परमेश्वरलाई महिमा भएको होस् Yeah, we should pray because this flood is very dangerous. हामी प्रार्थना गर्नुपर्छ किनभने बाढी चाहिँ धेरै धेरै नराम्रो हो Next, India. Khatra. Next, India.